नमस्ते साथीहरू, यो चाहिँ यो बाटो भनेको अहिलेको धोबी खोला करिडोर साइडको बाटो हो। अहिले यो बाटो हेर्न सक्नुहुन्छ तपाईहरुले। यो बाटोको स्तरोन्नति कस्तोसम्म भइसकेको रहेछ भनेर तपाईहरुले आफै अनुमान गर्न सक्नुहुन्छ। साँच्चै नै एकदम देख्न लायक, हिँड्न लायक, मनमोहक, हरियाली सबै भएको छ कि यो बाटो चाहिँ। हेर्नुस् त, कहीँ कुनै खोट लाउने ठाउँ छैन। कालो पुलको मुनि छौँ अहिले हामी। भत्किएको पुलबाट अब हाडी गाउँतिर लागेँ। जहाँ पनि के अहिले त हामीले अचम्म लाग्छ, पहिला हामीले देखेको बाटो र अहिले देखेको बाटोमा धेरै फरक छ। कहीँ कतै पनि एक टुक्रा फोहोर पनि देख्न सक्नुहुन्न क्या। के गऱ्यो भने हुने रहेछ नि त, होइन? मलाई त्यस्तो लाग्छ। त्यही भएर हामीलाई नै यो गर्ने, होइन, गर्नुपर्छ। ल, हाडी गाउँबाट नि राइडमा लागेँ। जुन बाटो कुना काप्ची बाटो, एकदम भित्री बाटो, जुन बाटो जहाँ पनि तपाईँहरू हेर्न सक्नुहुन्छ। अहिलेलाई नयाँ नेपाल जस्तै हो बाटोघाटोमा चाहिँ। अब अरू धेरै कुराहरू हुन बाँकी छ, अब होला बिस्तारै। ल हजुर, ल, धन्यवाद।